स्पोर्ट्स साइकलहरू रहेछ। यस्तो खालकोहरू कुदाउनु पर्ने छ आज। हामीले चाहिँ यो कुदाउनेवाला भयो नि, त्यो चाहिँ कस्तो खालको देखिरहेको छ। म चाहिँ रातो खालको कुदाउनु म रातो चलाउनु पर्यो यार, रातो। भइरहेछ हाललाई बिस्तारो कुदाऊ है गाइज, जाला नि फेरि बम्बई। हेलो चाहिँ यस्तो हुँदैछ, राम्रोसँग यो कुदाउँदैछु म चाहिँ। गाइजहरूको इन्ट्री हुँदैछ, म चाहिँ अब पछाडि कुदाउनु पर्यो। केटाहरूले डर, ओ उल्टो भयो, रङ साइड। कमल सर आउँदै हुनुहुन्छ? हाम्रो ग्रुप चाहिँ साइक्लिङ ग्रुप चाहिँ यसो भन्दै जाउँ न। एउटा मात्र नाम मात्र भन्नु न। बब्बाल फोटो हानिदिनु, बब्बाल रमाइलो हुन्छ यार। बब्बाल रमाइलो भयो एकदम धेरै। अब चाहिँ हाम्रो टाइम पनि सकिन लागिरहेछ। अब हामी चाहिँ पर्खेको, त्यही भएर 1 घन्टाको टाइम हो, एकैछिनमा सकिँदो रहेछ यार, कति चाँडै सकियो। घाम लागिरहेछ फेरि। यस्तो छ हाम्रो आजको स्पोर्ट।
खुलेर यस्तो राम्रो भइरहेछ बब्बाल देखिरहेछ अहिले चाहिँ म साइकल कुदाउँदैछु बिस्तारै कुदाउनु पर्यो अनि आज चाहिँ एकदमै रमाइलो भइरहेको छ गाइस सब मेरो युट्युब च्यानललाई सबैजनाले सब्सक्राइब गरिदिनु होला सबैले हेरिदिनु होला के कस्तो भयो सबैले कमेन्ट गरिदिनु होला आज चाहिँ एकदमै रमाइलो भइरहेको छ अनि सबै साथीहरू अगाडि छन् अनि म चाहिँ अहिले पछाडि कुदाउँदैछु अनि यो चाहिँ कस्तो हो भने साइकल रेन्टमा पाउँदो रहेछ अनि रेन्टमा चाहिँ टक्क कुदाउँदै 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 हिँड्नुपर्ने रहेछ बबाल टाइपको रमाइलो हुने रहेछ आज फर्स्ट टाइम कोरियामा चाहिँ कुदाइयो यो फेरि यो साइकल जोन छ जताततै कुदाउनु पाइँदैन हल्का यो आफ्नै जोनमा मात्रै कुदाउनु पाइन्छ त्यसले गर्दाखेरि बब्बालै छ रमाइलै छ गाइजहरूले यहाँ फोटो खिच्दैछ अनि म चाहिँ बिस्तारो हिँड्दैछु बब्बाल रमाइलो खालको छ अब यहाँ साथीहरूलाई पर्खिन्छु तपाईँहरूलाई पनि के कस्तो हुन्छ कमेन्ट गरिदिनु होला बब्बाल छ आजको भ्लग बब्बाल रमाइलो हुनेवालामा छ सबैजनाले सपोर्ट दिनु होला माया देखाइदिनु होला अब चाहिँ यस्तो छ आज वेदर पनि अलिक कस्तो अँध्यारो टाइपको छ अनि सबै कुराहरू रमाइलो भइरहेछ अब सबै कपल्सहरू पनि देख्न पाइन्छ यहाँ कपल्सहरू पनि छ यस्तरी अब हाम्रो त छैन नभएपछि त के गर्ने है मेरो स्कुटी पनि देखाइदिउँ न ल नि त अगाडि हिँडौँ म त यहाँ हातले ब्रेक हान्नु नमिल्ने गरी पुरै बिस्तारो कुदाइरहेको छु क्या ह्यान्ड ब्रेक मात्रै हान्नु मिल्ने गरी भिडियो बनाउँदै सो एकदम गाह्रो छ मलाई चाहिँ के लाग्छ भने यो कोरियाको कामले गरी क्या दिमाग ह्याङ भइरहेछ क्या कहिलेकाहीँ यस्तो एडभेन्चर मलाई चाहिँ एकदमै मनपर्छ क्या पहाडहरू चढ्ने अनि त्यसपछि टक्कसँगले यो यस्तरी साइक्लिङहरू गर्ने अनि त्यसपछि विभिन्न ठाउँमा घुम्न जाने त्यस्तो खालको मलाई चाहिँ एडभेन्चर गर्नु मन लाग्छ क्या एकदमै रमाइलो लाग्छ क्या अनि त्यही हो कोरियामा पैसा मात्रै ठुलो कुरो होइन रमाइलो पनि गर्नुपर्छ हरेक कुराहरूमा जस इन्जोय गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ सो बबाल रमाइलो भइरहेछ आजको दिन चाहिँ अनि अब हामी चाहिँ 1 घन्टाको भनेर भनेको कति बजिसक्यो पनि अब लगभग 1 घन्टा त भएको छैन होला अब टाइम सकेपछि चाहिँ हामी साइकल जिममा गरेर फेरि रुमतिर जान्छौँ त्यही हो गाइस बब्बाल माया सपोर्ट देखाइदिनु होला कताबाट हेर्दै हुनुहुन्छ यसो भनिदिनु पनि होला मेरो ब्लग हेरेर सबैजनाले माया गरिदिनु होला बब्बाल तरिकाले अनि सबैजनालाई सम्झना माया है त